हेलो गाइस, हामी चाहिँ आइसकेको छौँ लालबाग घुम्नुलाई। यस्तो छ, हेर्नु सक्नुहुन्छ लालबागको। फर्स्ट टाइम आएको हामी चाहिँ लालबाग। फोटो आइबन हामी चाहिँ आज लालबाग एक्सप्लोर गर्ने भनेको। आज लालबाग यस्तो छ, देख्न सक्नुहुन्छ। खतरा रहेछ नि गाइस, हेर्दै गर्नु होला। लालबागको टुर म देखाउँछु। फोटो खिचाएर राजभाइ ड्रेस छ भने त आमा 80,000 को सोना लगाइरहेछ हो। एडिडासको ज्याकेट। म चाहिँ खै यस्तो छु। यहाँ चाहिँ यस्तो रहेछ है, माथि ढुङ्गा लालबागको। हेलो गाइस, हामी चाहिँ जाँदैछौँ यो माथितिर। देख्न सक्नुहुन्छ यस्तो रहेछ ढुङ्गाको, दामी बनेको रहेछ। गाडीहरू भ्यू यस्तो छ यहाँको। हेर्दै गर्नु होला, माथि चढेर देखाउँछौँ हामीहरू। यस्तो रहेछ सिँढी। आइजा बुझ, मान्छेहरू माथि पनि बसेको रहेछ फोटो खिच्दै। हामी चाहिँ आइपुग्यौँ। ओए छिटो आइज। हेलो गाइस, यहाँ चाहिँ यस्तो रहेछ पार्कको भ्यू। त्यो साइडबाट पनि इन्ट्रेस्ट छ, यताबाट पनि छ। थाकेँ म, छिटो आइज। कबुतरहरू यहाँ रहेछ यस्तो। आमा घाम, गाछहरू पनि दामी रहेछ त्यहाँ। गाछहरू यो चाहिँ गर्लफ्रेन्डसँग जहिले बिजी हुन्छ मान्छे। यस्तो बिजी मान्छेहरू घाम लागेको रहेछ पुरा। यहाँ चाहिँ अब फोटो खिच्नुपर्छ एक दुईवटा। मान्छेहरू थुप्रो रहेछ, मन्दिरहरू। हामी पनि अब एक दुईवटा फोटो खिच्नुपर्छ। यहाँ उता मान्छेहरू छ, फोटो खिच्दैछ यहाँ। थाकेँ, हामी पनि फोटो खिच्यौँ होला अब यहाँ अलिकति। है फोटो खिच्छ मेरो। यस्तो रहेछ यहाँ डेटिङ बस्ने प्लेसहरू। फुल चाहिँ दामी रहेछ त्यहाँ। हेलो गाइस, हेर्दै गर्नु होला, फेरि अझै देखाउँछु। एक दुईवटा फोटोसोटो खिच्छौँ यहाँ ल। है फोटो खिच्छ होइन ल। हेलो गाइस, हामी चाहिँ अब के भन्छ लालबागमा हामी चाहिँ अब आइसक्रिम खाँदै घुम्दैछौँ। अब के गर्नु है, केटा आएको, गर्लफ्रेन्ड छैन हाम्रो, सिङ्गल मान्छेहरू। अब आइसक्रिम खाँदै घुम्नुपर्छ हामीले। अमुलको आइसक्रिम खाएको नि, फेरि अरू ब्रान्ड मन पर्दैन नि मलाई। यहाँ गाइस, यहाँ लालबागको मन्दिर चाहिँ दामी रहेछ। यस्तो देख्न सक्नुहुन्छ होला, यस्तो छ मन्दिर। मान्छेहरू फोटोग्राफ गर्दैछ। यस्तो छ भ्यूहरू यहाँदेखि। हामी चाहिँ आइसक्रिम खाँदै घुम्दैछौँ। यस ए कसो लाग्यो घुमेर? दामी लाग्यो यार। यो एडिडासको ब्रान्ड हेरेँ आमा 80,000 मा किनेको हेर। हाँ एडिडास कतिमा किनेको? 80,000 मा? 2,000 80,000 हुनु। 80,000 को जुत्ता हो मेरो। नाइकीको जुत्ता 80,000 को। मेरो फोटो कि त्यहाँ यस्तो छ लालबाग चाहिँ। मान्छेहरू त्यस्तो आउँदो रहेछ टुरिस्टहरू घुम्नुलाई। पुरा चिप्लिने रहेछ यो। नष्ट गर। गाइस, यो लालबाग चाहिँ केटाकेटी लाइन मात्रै। हामी दुईजना केटा आइपुग्यौँ। के गर्नु, हामी सिङ्गल मान्छे हो, केटा छैन, केटी छैन। एक्सप्लोर गरेछौँ, हेर्दै गर्नु होला। मेरो कस्तो कस्तो छ आउटफिटहरू रेट गर्नु होला कमेन्टमा। गाछ चाहिँ दामी रहेछ यो गाछ। बस्नुपर्छ साइडमा, देखाउँ न। यहाँ चाहिँ धुप्पीको गाछहरू पनि रहेछ। यहाँ पाहाडको याद आयो नि हामीलाई। धुप्पीको गाछ देख्दा त पाहाडको याद आयो नि। यस्तो रहेछ धुप्पी गाछहरू यी गार्डनहरू।
यहाँ फोटो खिचौँ ल धुप्पीघाटमा। हल्का शीत भएको भए चाहिँ मजा हुन्थ्यो कि शीततिर धुप्पीघाटहरू कस्तो मजाको देखिन्छ। हामी चाहिँ घुमेको घुमै छौँ गाइस, हेर्दै गर्नु। यो चाहिँ मुद्दे छ त्यहाँ बसेर हो, यो चाहिँ हो मिरर हाउस, देख्न सक्नुहुन्छ होला यस्तो छ। हेर्दै गर्नु न, मिरर हाउस चाहिँ यस्तो रहेछ गाइस। फोटो खिच्दैछ मान्छेहरू, यहाँ चाहिँ फरेनरहरू पनि आएको रहेछ घुम्नुलाई। ए त्यस्तो नभन् न, हेर्नु सक्नुहुन्छ मिरर हाउस चाहिँ यस्तो छ। हामी चाहिँ आइपुगेको छौँ सेन्टरमा लालबागको। यहाँ चाहिँ यस्तो छ, देख्नु सक्नुहुन्छ होला, मजाको भ्यू रहेछ यहाँबाट। गोलै उता चाहिँ छ मिरर हाउस। हामी चाहिँ आएको छौँ अब मिडलमा, यहाँ देख्न सक्नुहुन्छ होला गाछहरू ठुलो छ रहेछ, बेङ्गलोरको सबैभन्दा ठुलो रहेछ लालबाग चाहिँ। यस्तो छ गाछहरू यहाँ चाहिँ भ्यूहरू। हामी चाहिँ थाकिसक्यौँ, अब घुमेर घुमेर खत्तमै हुँदैन यो पार्क। यस्तो छ यहाँ चाहिँ, मजाको रहेछ अगाडि नि। हेर्दै गर्नु होला, अझै देखाउँछौँ। के रहेछ, इस्ट गेट, टोपियर गार्डन, बेक्सिल, वेस्ट गेट, लेक वाटरफल। लाइभमा आउनु हुँदैन, लाइभ गर्नु हुँदैन, ब्लग हाल्छु युट्युबमा हाल्छु म। यो ब्लग चाहिँ युट्युबमा हेर्नु होला, गएर सब्सक्राइब नगरे पनि हेर्नु होला मेरो ब्लगहरू, मेरो बेङ्गलोरको घुम्ने एक्सप्लोर गरेको बेङ्गलोरहरू। यस्तो छ वाटरफल, यहाँ छैन रहेछ यहाँ। वाटर फाउन्टेन त बन्द रहेछ। हेलो गाइस, हामी चाहिँ छौँ अहिले लालबागको लेकमा, देख्न सक्नुहुन्छ होला यस्तो छ लेक ठुलो बढी। हामी चाहिँ लेक घुम्दैछौँ, घाम लागिरहेछ टनटन, देख्न सक्नुहुन्छ लेक लालबागको। यो चाहिँ तल तल चाहिँ गार्डनहरू छ, बस्ने ठाउँहरू छ, यस्तो रहेछ लेक चाहिँ। हामी चाहिँ आज सबै एक्सप्लोर गर्न आँटेको, हेर्दै गर्नु। मार्छ होला